यो हो जिल्ला प्रहरी कार्यालय नवलपरासी। आज हामी फागुन महिनाको 7 गते अर्थात् प्रजातन्त्र दिवसको अवसर पारेर नवलपरासीकै धार्मिक पर्यटकीय स्थल रामग्राम स्तूपमा सरसफाई कार्यक्रमका लागि सहभागी भएका छौँ। साथमा सिडिओ साहब, हाम्रा कार्यालय प्रमुखज्यू, मेयर साहब लगायत सशस्त्र प्रहरी बल, नेपाल आर्मी, नगर प्रहरी लगायत स्थानीय बासिन्दाहरूको समेत संयुक्त सहभागिता रहेको थियो। राष्ट्र सेवा नै हाम्रो कर्तव्य रहेकोले हामी यस्तै दिवसको अवसर पारी सरसफाई कार्यक्रममा सदैव सहभागिता रहेको हुन्छ। त्यसैले स्तूप वरपर संयुक्त रूपमा सामेल भई साथीत्व भावना प्रकट गर्दै हाँस्दै र हँसाउँदै सरसफाई गरेर सकिएको पनि पत्तै भएन। त्यसैले प्रजातन्त्र दिवसको सबैलाई शुभकामना सहित यो भिडियो अन्त्य गर्न चाहन्छु। भिडियोलाई लाइक, शेयर, कमेन्ट पनि गर्न नबिर्सनु होला। थ्याङ्क्स फर वाचिङ। बाइ बाइ।